त्यस्तो नगर न कस्तो जङ्गली न है यो चाहिँ भिडियो बनाउनुहोस् न यस्तो चाहिँ के भएको भिडियो गरिरहेको बेलामा चाहिँ हेलो आजको बर्थडे बोय चाहिँ यहाँ हुनुहुन्छ या ह्यान्डसम बोय Handsome. Happy birthday. आज नोभेम्बर 16 तारिक मेरो छोराको जन्मदिन अथवा बर्थडे र यसरी मेरो छोरा 15 वर्ष बितेको छोराले त चाल पाएन मैले पनि चाल पाएन र म बुढा हुँदै गयो र नानी जवान हुँदै गए पनि अब यो संसारमा जवान बुढो भनेर त्यसरी अनित्यकालले नछोड्ने भन्ने कुरा हुँदैन। त्यसर्थ तपाईँ हामी सबैजनाले नानीको निम्ति अथवा नानीले खुसी दिनको निम्ति बर्थडे मनाए तापनि तर नानीलाई तपाईँ हामी सबैजनालाई राम्रो सजेसन राम्रो एजुकेसन अनि राम्रो आफ्नो धर्म सिकाउनु अनि आफ्नो वेशभूषा भाषा सिकाउनु एकदमै जरुरी मैले देखेँ। किनभने अहिलेको समयमा एकदमै जात जातीय कसैलाई पनि आफ्नो भाषा नजानेको देख्दा बहुत खिन्न लागेर आउँदो रहेछ। यसकारण तपाईँ हामी सबैजनालाई भाषा सिक्नु अनि वेशभूषादेखि लिएर सबै सिकाउनु पर्ने एकदमै जरुरी देख्यो र यसरी अब बर्थडे भन्दै यसरी वर्ष बित्दै कति बेला बुढो हुन्छ र कति बेला के हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। त्यस कारणले गर्दाखेरि तपाईँ हामी सबैजनाले आफै पनि राम्रो काम गर्ने नानीहरू पनि राम्रो काम गर्ने अनि गाउँ ठाउँ देशलाई काम लाग्ने त्यस्तो खालको एजुकेसन अथवा त्यस्तो खालको व्यवहार त्यस्तो खालको सोच भएको हुनुपर्छ भनेर तपाईँहरू सबै हामी तपाईँलाई सल्लाह दिँदै अनि सबैले बर्थडे मनाउँदाखेरि अब क्यान्डल बालेर त्यो क्यान्डललाई यसरी फुकेर निभाउँदो रहेछ तर त्यस्तो होइन। अब त्यो फुकेको कारण के हो मलाई त त्यस्तो त थाहा भएन र पनि हामीलाई चाहिँ अब राम्रो लाग्दैन र यसो एउटा बत्ती बल्दा अथवा क्यान्डलले बल्दा एउटा छिमी बल्दा अनि त्यो छिमी बल्दाखेरि अनि यस जन्ममा पनि त्यो छिमी बालेको जुन चाहिँ एउटा पुण्यले आफू मात्रै नभएर सर्व प्राणी सबैलाई नै अब कल्याण हुने पुण्य हुने मात्रै नभएर आफू बितेको बेला अनि अन्धकारमा पनि उज्यालो हुन्छ भनेर त्यसरी शास्त्रमा पनि गरेको छ। त्यसकारण तपाईँहरू सबैजनाले भगवानले सम्झेर अनि बर्थडेको दिन अथवा जन्मदिनको दिन चाहिँ छिमी बालेर अनि भगवानले सम्झिनुपर्ने एकदमै जरुरी देख्यो भन्दै म यो बर्थडेको जुन चाहिँ कार्यक्रम सुरु गर्न लागेको छौँ। ओम नम श्री नम जम्बा शुन्नो बोलदेन तो जी जेरे जवान गुम्बो जम्बे बासाय निम्बा के बानो बजनम जी निम्बो ओ बादर जी जवाना बाजन बानो बजवाना जी माई जादे जिम्बा जी संबा जला रिंजन दो जुटा शिशिर दिया जी जम्बो द योन कमान ना निंदा बाबा वामिन जा जम्बो जो गुम्बो रिंजन दा जी फुदे जो जिंगी जम्बा जी जम्बो जल तो जी मम्मा जला जाजा ना संबा जम्बो जे जोंसे में बोमिन दोन 이거로 성바진 보장로가 맨매저는 대전장을 보는 자리요. 공동도 예전에 아무 사선에 숨겨내 다시 베직된 중앙에라 장선로 가게 된들 상황 좀 보다 기본요. 제가 보이는 데들 뭐 섬지 다시들라 보som 총바라이 쇼 유진음 장선도 만게서 넘어가 인전 주기 마중에 제도도 고독한데 뭐 기긴 제도다는 게 신경을 구르바 마세 대원 받을 소리 남아를 모신다는 해가지고 그런 좀 매번에 고선도 제가 도장도 저쪽에 남아는 장선도 운동제 좀 매셔야 이제 되는 공부 선제 들지 저거 소환 저기 남아는 장선도 운동제 좀 매셔야 이제 되는 공부 선제 들지 저거 소환 저기 남아는 장선 공부문제 좀 매셔야 이제 되는 조금 선제 들지 저거 소환 요즘 많이 구르는 거 저거 본다 저거 좀 소환 신경 지나서 가지고
sambalin yutukura shingi ujendir mochana so gajin parchi mijun sin tunja sambar chodan mangong rum chong manguro yu kodan sedang singa chigi sendo zangbo jeta wa de kona da yuwa chela so da su gangdo ne be sa jo ne da wa tabi chodan ga shin bo wa de do so omye dar ma he to para ma wa he do de gen da ta da haya wa de kan jen da ma sharma na yin so ham tomba sanje na be ta shin jo ma tan na be ta shin jo ma ji de cham ne kun jo sun be ta shi na ta ba ha de ji jo ta ba Katung. Happy birthday to Togel. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Togel. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, dear Togel. Happy birthday to you. Okay. Ooh, clap, 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 clap. हातले नोक्ले Happy birthday. मुखले मिलाएर अन्त मेरो हात अन्त यहाँ गीत ह्याप्पी बर्थडे पेमा ठोगेल किनभने यो म हातले छिहाल्दै ह्याप्पी बर्थडे गड ब्लेस यु अलवेज आमा र पापा र आमाले के खुवाइदिनु हुँदैछ मेरो पेमा ठोकेलको छोराको बर्थडे राम्रो पढेर भाइले पनि अब खुवाइदिनु पर्यो नि त अन्त मम्मा पापालाई भाइले पनि खुवाइदिनु पर्छ birthday to you. Day to you. Happy birthday to you. To Bongo. Day to you. Very gift, you know. Happy birthday. Boy, त्यो बोल्नु न कपिराइट लाग्छ मलाई राम्रोसँगले याद गर्नु अनि आयु लामो भएर धर्म राम्रोसँगले गर्नु May long life to you. सबैजनालाई माया गर्ने हुनु है सर्व प्राणीलाई हेर्ने हुनु मनमा सोच्ने हुनु सर्व प्राणीको राम्रो उयो सोचेर राम्रो काम गर्ने हुनु मेरो छोरा आज बर्थडेमा अब 15 वर्षको पुग्दै अब 15 वर्षमा भर्खर जाँदै होला टेकेको 15 वर्षमा जाँदैछ मेरो छोराले आज बर्थडेको शुभ उपलक्ष्यमा चाहिँ अब राम्रो सबै सिन्चेनदेखि लिएर 6 लोकको प्राणीहरूलाई पनि कल्याण गर्ने होस् मेरो छोरालाई आशीर्वाद आज आशीर्वाद अब क्लास 10 हो क्लास 10 मा पनि राम्रो पढेर एकदम सफल हुनु म चाहिँ यहाँ छु बर्थडे बोयको घरमा आएको छु गोमचेलाको घरमा आएको छु यहाँनिर हो अन्तखेरि यहाँ सबैजना छ अन्त यहाँनिरै लाउँदैन लाउनु न फोटो खिच्दिउँ भाइ तर बर्थडेमा बहिनीले खाना पकाउँछ Happy birthday.
राम्रो पढ्नु राम्रो पढ्नु आप्पा आमालाई चाहिँ हेर्नुपर्छ भोलिपछि हेल्प गर्नु अब दुःख दिनु नदिनु त्यति हो। अब मेरो त Thank you for watching. Bye everyone. Like, comment, share and subscribe गरिदिनुहोस्। केकमा जुम गरिकन जानु पापा Hmm? केक टक्कै देखाएर चाहिँ अब स्टप गर्न नि आयो